तपाईलाई एउटा भिडियो प्रस्तुत गर्न आँटेको छु। अनि हाम्रो यो सास छोरा हामी यहाँ छौँ, किनभने संसारमा केही मरेर लानु छैन। बोकेर लगाएको लुगा पनि यतै फुस्काएर छोड्नुपर्छ। अनि मानिसले चाहिँ घमण्ड गर्छ। हामी फेसबुकमा हेर्छौँ, थुप्रो साथीहरूले गाली मारिरहेको हुन्छ, गाली दिइरहेको हुन्छ। मलाई चाहिँ किन यस्तो लेखेको, किन नराम्रो कमेन्ट गरेको भनेर धेरै बोलिरहेको हुन्छ। त्यो सुन्दै गर्दा चाहिँ अब नराम्रो लाग्छ हामीलाई पनि। नेपालीले त नेपालीकै खुट्टा तान्दो रहेछ। एक लाइक गर्नु के बाउकै सम्पत्ति राख्नुपर्छ र, घर खजाना तिर्नुपर्छ र 1 रुपियाँ दिनु पर्दैन। कमेन्ट त राम्रो लेख्दिनु, के लेख्दै नलेख्नु, कि मन पर्दैन भने उपर गरिदिनु, सारिदिनु होइन। यसरी दुःख गरेर भिडियो बनाएको हुन्छ बिचराहरूले पनि। पैसा हाली टाइम खर्च गरी हो। एकमुठी सास हुन्छ चाहिँ के को घमण्ड हो। सबै कुरा त्याग्नुपर्छ। कात्रोमा त गोजी हुँदैन त गाइस। सबै कुरा छोडेर जानुपर्छ एक दिन। डाँडाले आइज घरले जा भन्ने दिन नजिकै होला। उमेर बाँचुन्जेलसम्म, उमेर पुगिन्जेलसम्म बाँच्छु भनेर कसलाई पनि थाहा छैन त्यसको दिन कहिले आउँछ भनेर। अन्त त्यस कारणले चाहिँ फेसबुकमा पनि राम्रो राम्रो बोल्ने साथीहरू हुन्। नेपालको होस् या इन्डियाको, भुटानको होस् या इङ्ल्यान्डको, चाइनाको, जहीँको किन नहोस् र, सबै मान्छे एउटै हो नि। हामीलाई कुकुरले त कमेन्ट गर्दैन नि त्यो यस्तो छ भनेर, सुँगुरले पनि कमेन्ट गर्दैन, गोरुले पनि कमेन्ट गर्दैन हामीलाई। हो, कमेन्ट गर्ने त हामी नै हो। हामी कस्तो निष्ठुरी है। एकमुठी सास हुन्जेल चाहिँ संसारमा व्यर्थैको कुरामा जिन्दगी बिताउँछ, रिसमा जिन्दगी बिताउँछ। अर्काको खुट्टा तानेरै हामी जिन्दगी बिताउँछ। केही छैन लानु, कमाएको रुपियाँ पैसाले पनि बचाउन सक्दैन त्यसको दिन आएछ भने त। हामीले पनि, मेरो भाइ गुमाएँ, मैले छोरा पनि गुमाएँ। पैसा नभएको कारणले हो नि त। पैसा भएको भए त किडनी चेन्ज गरिदिन्थ्यो होला नि त। पैसा छैन अब होइन, त्यस्तो हुन्छ। मैले पनि जेठा छोरा गुमाएँ, मैले देवर साइला गुमाएँ। के मरेर लानु छैन। अब उनीहरूको परमेश्वरले त्यति नै राख्दै थियो होला, हाम्रोमा पैसा रुपियाँ पनि थिएन। ठिकै छ, सन्तोष गर्छु प्रभुको राज्यमा गयो भनेर। तर धेरै कमेन्टहरूमा, अब मेरो कमेन्टमा त्यस्तो आएको छैन, तपाईँहरूलाई क्षमा माग्छु। तर पनि अब मानिसलाई चाहिँ किन चाहिँ होच्याएको। सबैको खुनै आउँछ त, सानो जात ठुलो धर्म, धर्मी पनि त्यही च्यानमा पस्छ, गरिब पनि त्यही च्यानमा पस्छ, अमिर पनि, जुनै शास्त्रको किन नहोस्, जुनै जातको किन नहोस्, जाने त माटो मुनि नै हो नि त। किन चाहिँ घमण्ड। यो दुईटा आँखा पापी आँखा भन्छ, कान सुन्नुको लागि बनाइदिएको परमेश्वरले, आँखा संसारलाई हेर्नुको लागि, यो सुगन्धका लागि, यो खानुको लागि, यो गरेर देखाउनु होइन, सबैसँग मिलेर बाँडचुँड गरेर खानुको लागि संसारमा परमेश्वरले 2 हात बनाइदियो। आज धेरैले कमेन्टमा धेरै गाली मारिरहेको हुन्छ। त्यो सुन्दाखेरि हामीलाई नराम्रो लाग्छ। भैयाहरूले त हामीलाई गाली बोलेर अहिलेसम्म कमेन्ट गरेको छैन त। टुरिस्टहरूले पनि हामीलाई, गोराहरूले पनि कहिले पनि कमेन्ट नराम्रो लेखेको छैन। बङ्गालीहरूले पनि लेख्नु त नेपालीले नै लेख्छ नि त होइन। के गर्नु, अब त्यस्तै समाज छ भन्छ। तर त्यो समाजबाट त अब त 2025 पो हो त। यो समयमा चाहिँ सबैले यस्तो गर्यो भने त उँभो ताने अन्त बराबर हुन्छ नि त। किन चाहिँ बङ्गालीहरू चाहिँ
एउटै सयपत्री जस्तै फुल्छ अरे यत्रो डल्लो डल्लो बराबरको। नेपाली चाहिँ कोही यत्रो कोही यत्रो कोही यत्रो हुन्छ होइन। त्यो चाहिँ आफ्नै सोच विचार। अब सबैभन्दा मै ठुलो मै धनी मै नै बाठो संसारमा सबै थोक मेरै हो। यो सारा संसारको सम्पत्ति मेरै हो। बारी पनि मेरै बेसी छ। घर मेरै ठुलो मेरै सन्तान ठुलो भनेर हाँक नमारौँ ल। हामी सबै मिलेर लाइक सेयर कमेन्ट दामी दामी गरौँ न हौ। के लानु छ। एक दिन यो सास भेट्नु बिर्स्यो त बिचारा भनेर अब रोएको के पठाउँछ एमोजिन हो के पठाउँछ नि यस्तो रोएको आँसु झार्दै गरेको त्यो पठाउनुभन्दा चाहिँ अगाडि नै हामीले राम्रो साथीभाइहरूलाई बराबरमा राखौँ न हौ। अन्त कतिले त अब फ्रेन्ड फलो अब कतिजना एकजना पुग्यो हुँदैन त्यो पनि अझै उयो ब्याक गरेर जानुहुन्छ आफ्नै घरतिर लाग्नुहुन्छ। किन मन पर्दैन नेपालीलाई सपोर्ट गर्नु। नेपालीले नेपालीलाई नै निकाल्छ भनेपछि त आज बङ्गाली मधेसी सबै अब एकै हो। किन भाइ भाइ भन्छ भाइ भाइ भन्छ त हामीलाई त नेपाली मधेसी भाइ भाइ भन्छ। अन्त त्यसो भए हामीलाई भाउजू भन्नु छोड्दैन होइन त ए भाउजू भन्छ। अन्त उनीहरू चाहिँ भाइ हो नि त हाम्रो मधेसी चाहिँ। नेपाली चाहिँ दाजु हो। त्यसो र दाजु भाउजू भन्छ हामीलाई। मैले हँसाउने भिडियो बनाएको कस्तो लाग्यो सबैजनाले हेर विचार गरेर सेयर कमेन्ट गर्नुहोस्। नराम्रो भिडियो लाग्यो भने के गर्नु अब त्यस्तै हाम्रो विचार अनुसार बोलेको ठिकै छ। हुन्छ बाई गाइस थ्याङ्क यू। सुन्नुहोस् कमेन्ट गर्नुहोस् ओके।